आजको यात्रा जनकपुर ल्यान्ड हुने बित्तिकै सुटकेस लिएरै माछा खान पुग्यौं। यता पटका बाटोमा पाइने अति नै रमाइलो माहौल भोलि छठलाई। यसपालि चाहिँ मैले मेरो साथीहरूलाई जसरी भए पनि जनकपुर जाम अनि छठ पूजाको एक्सपिरियन्स हेरौं भनेर आज जनकपुरतिर। अहिले नोभेम्बरको वेदर यस्तो रिफ्रेसिङ क्लाइमेट, ट्रेकिङहरू जानु छ भने अहिले इज द बेस्ट टाइम। 25 मिनटको फ्लाइटमै हामी जनकपुर ल्यान्ड भयौं। जनकपुरको एयरपोर्टमा मिथिला आर्टहरू देखेर साथीहरू एकदम इम्प्रेस्ड। मिथिला आर्ट चाहिँ मलाई एउटा लिभिङ हेरिटेज लाग्छ, डीप स्पिरिचुअल एन्ड आर्टिस्टिक मिनिङ भएको आर्ट। त्यसपछि टुकटुक लियौं, पर पर्सनको 100 रुपियाँ लियो अनि हामी सुटकेस बोकेरै पुग्यौं जनकपुरको नम्बर 1 माछा खाने ठाउँ ललन फिश हाउस। यता हामी पुग्दा ठ्याक्क भकुरा माछा फ्रेश फ्रम द पन्ड प्रिपरेसन सुरु भइरहेको थियो। एकदम सफा तरिकामा माछा म्यारिनेसन, यो स्पेशल भुजा सेट स्टार्टर साइड डिशको लागि बेस्ट हुने रहेछ। यता माछालाई तोरीको तेलसँग तावामा पकाइन्छ। यो 40 वर्षदेखि चल्दै आएको फ्यामिली रन बिजनेस। तपाई जनकपुर आउँदा चाहिँ छुट्टाउनै नहुने ठाउँ हो। माछाको पेटी पिस खानुस्, अति नै मिठो हुन्छ। मिठो माछा खाएपछि हामी होटलतिर लाग्यौं। रामानन्द चोकमा रहेको मिथिला थाली बाई शेफ सन्तोष शाहको रेस्टुरेन्ट माथि 4 वटा रुम छ स्टेको लागि। म पहिला पनि यतै बसेको भएर यसपालि पनि यतै कम्फर्टेबल लाग्यो। शेफ सन्तोष शाहसँग घुमघाम चाहिँ भोलि हुन्छ। अहिले बेलुका चाहिँ हामी जानकी मन्दिर दर्शन गर्न गयौं। यसपालि मलाई एकदम राम्रो लागेको चाहिँ यो वार्म लाइट्स, नत्र त्यो रङ्गी चङ्गी लाइट्सले अलिकति मन्दिरको एस्थेटिक्स नै नआउने लाग्थ्यो। दर्शन पनि गरियो अनि एउटा रमाइलो कुरा, काठमाडौँमा पटका पाउन यति गाह्रो, यता चाहिँ बाटोमा मजाले पाइन्छ। भोलि छठ पूजाको दिन लिगल पनि होला पटका पड्काउन, रमाइलो हुनेवाला छ। डिनर चाहिँ मन्दिर नजिक गरेको खासै मजा आएन। यसो मन्दिर नजिकै मिठो खाजा कता पाइन्छ होला कमेन्ट गरिदिनुस्। एन्ड नाउ ब्याक टु द होटल। गुड नाइट।